जुलाई 21 तारिकबाट नेदरल्यान्ड्समा हुने आइसिसी क्रिकेट वर्ल्ड कप लिग 2 का लागि नेपालले आफ्नो 15 सदस्य टोलीको घोषणा गरेको छ। नेपाल, नेदरल्यान्ड्स र नामिबिया बीच हुने यो सिरिज नेपालका लागि निकै महत्त्वपूर्ण छ। प्रतियोगितामा 28 खेल खेलिसकेको नेपालले 11 जित र 15 हारसहित अङ्क तालिकामा 5औं स्थानमा रहेको छ। आजको यस भिडियोमा हामी नेपालको स्क्वाड र नेदरल्यान्ड्स टुरको महत्त्वको बारेमा चर्चा गर्नेछौँ। हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने हामीलाई सब्स्क्राइब गर्नुहोला। नेपाली टोलीमा पछिल्लो समय उच्च लयमा रहेका सिनियर खेलाडीहरू साथै केही युवा प्रतिभाहरूलाई समावेश गरिएको छ। नेपाली टोलीको कप्तानी रोहित पौडेलले गरेछन्, यस्तै उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह एरीलाई दिइएको छ। यस्तै टोलीमा अनुभवी खेलाडीहरू करण केसी, सोमपाल कामी र विनोद भण्डारीले स्थान पाएका छन्। यस्तै कुशल बुर्तेल, आसिफ शेख, आरिफ शेख र गुलसन झा समेत टोलीमा रहेका छन्। स्पिनर सन्दीप लामिछाने, ललित राजवंशी र ब्याटर भीम सार्की, ईशान पाण्डे, नन्दन यादव र अर्जुन कुमार पनि टोलीमा अटाउन सफल भएका छन्। समग्रमा हेर्दा सन्तुलित टिम देखिए तापनि लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका शेर मल्ल टिममा नअटाउनुले केही समर्थकहरू निराश छन्। यस्तै टी20 विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका लोकेश पम समेत यसपालिको टोलीमा अटाएनन्। यस्तै बायाँ हाते विस्फोटक ब्याट्सम्यान कुशल मल्ल समेत टिममा पर्न सकेनन्। टोलीमा ईशान पाण्डे र अर्जुन कुमारको आगमनले टिमलाई सन्तुलित पक्कै बनाउनेछ। यस्तै अनुभवी खेलाडी विनोद भण्डारीको आगमनले समेत नेपाललाई फाइदा पुग्ने देखिन्छ। नेदरल्यान्डमा हुने यो सिरिज नेपालका लागि निकै महत्त्वपूर्ण रहेको छ। यस प्रतियोगिता अन्तर्गत आफ्नो अन्तिम 8 खेल मात्र खेल्न बाँकी रहेको नेपालका लागि अब खेल्ने प्रत्येक खेल निकै महत्त्वपूर्ण हुनेछ। यस प्रतियोगितामा शीर्ष 4 मा पर्ने टोलीले सोझै 2027 को एक दिवसीय विश्वकपको ग्लोबल छनौट खेल्न पाउनेछन्। यो छनौट पुग्नका लागि समेत नेपालले बाँकी सबै खेल जित्नुपर्ने दबाब रहेको छ। बाँकी 8 खेलमा 100% जित निकाल्न सकेको खण्डमा नेपाल विश्वकपको ग्लोबल छनौटमा पुग्ने सम्भावना बलियो देखिन्छ। यदि नेपाल शीर्ष 4 मा पर्न सकेन भने बाटो निकै कठिन हुनेछ र नेपालले फेरि क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ। नेपाल चौथो स्थानमा रहेको ओमान र तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्स भन्दा केही अङ्कले मात्र पछाडि छ। त्यसैले जुलाई 21 देखि 29 सम्म नेदरल्यान्ड्स र नामिबिया विरुद्ध हुने यी 4 खेलहरू नेपालका लागि अङ्क बटुल्ने र शीर्ष 4 मा उक्लने राम्रो अवसर हो। यस्तै नेपालले नेदरल्यान्ड्स जानु अघि युके जानेछ र जुलाई 13 र 15 मा जर्सीसँग 2वटा एक दिवसीय खेल समेत खेल्नेछ। यसले नेपाली खेलाडीहरूलाई युरोपियन कन्डिसनमा खेल्न अभ्यस्त बनाउनेछ। यसका साथै नेपालले युकेमा केही दिन अभ्यास समेत गर्नेछ र सम्भव भएसम्म स्थानीय क्लबहरूसँग अभ्यास खेल समेत खेल्ने तालिका रहेको छ। अब कुरा गरौँ युरोपियन कन्डिसनमा नेपालको अन्तिम 11 कस्तो हुनु पर्ला। सामान्यतया युरोपियन कन्डिसनहरूमा स्पिन बलरहरूका भन्दा तीव्र गतिका बलरहरूलाई सहयोग पुग्ने पिच हुन्छन्। यसकारण नेपालले सोमपाल, करण र नन्दन मध्ये कुनै 2 तीव्र गतिका बलरहरूलाई अन्तिम 11 मा खेलाउन सक्नेछ। यस्तै स्पिनमा सन्दीप र ललित राजवंशी खेल्न सक्नेछन् भने नेपालको तर्फबाट ओपनिङमा कुशल बुर्तेल र आसिफ शेखको जोडी नै कोच र कप्तानको पहिलो रोजाइमा हुनेछ। पछिल्ला खेलहरूमा निकै उत्कृष्ट साझेदारी गरेका कुशल र आसिफको जोडीले नेदरल्यान्ड्समा समेत उत्कृष्ट प्रदर्शन गरेको खण्डमा नेपाललाई सहज हुनेछ। यस्तै 3 नम्बरमा बायाँ हाते ब्याट्सम्यान ईशान पाण्डे खेल्न सक्नेछन्। उनले युएसए र स्कटल्यान्ड विरुद्धको कीर्तिपुरमा भएको सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै 3 म्याचमा 159 रन बनाएका थिए। यस्तै चौथो र 5औं नम्बरमा क्रमशः कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह एरी खेल्नेछन्। यस्तै 6औं र 7औं नम्बरमा आरिफ शेख र गुलसन झा खेल्नेछन्। गुलसन झाले खेलको अन्ततिर आएर आक्रामक सटहरू खेल्दै रन जोड्न सकेमा नेपालले राम्रो योगफल बनाउन सक्छ। तपाईँहरूलाई के लाग्छ त नेपालले नेदरल्यान्ड्स र नामिबियालाई उनीहरूकै मैदानमा हराउन सक्ला त? आफ्नो प्रतिक्रिया तलको कमेन्ट बक्समा दिनुहोला। नेपाली क्रिकेट सम्बन्धी यस्तै भिडियो हेर्नका लागि हामीलाई सब्स्क्राइब गर्न नभुल्नुहोला।